एउटी महिला गर्भवती भइरहँदा उनको शरीरमा आउने हरेक किसिमको परिवर्तन, हार्मोनल चेन्जेस अर्थात् कमजोरी, त्यसैमाथि खान पनि नरुच्ने, जसले गर्दा भाइटामिन, प्रोटिन, मिनरल्स हुने खानेकुराहरू पर्याप्त मात्रामा शरीरलाई पुग्दैन। झनै अगाडिको बेबी बम ठुलो भएर अर्थात् पेट ठुलो भएर त्यसको भार जति पछाडिको लोयर ब्याकमा पर्न जान्छ, जसले गर्दा तल्लो ढाड दुख्ने समस्या धेरै हुन्छ। अनि कमजोरीका कारणले गर्दा खुट्टा दुख्ने, हात गोलीगाँठाहरू दुख्ने, जोर्नीहरू दुख्ने समस्या धेरै हुन्छ। त्यसैमाथि आफूले आफ्नो ख्याल त गर्नु परिहाल्यो। मलाई केही दिदीबहिनीहरूले सोध्ने गर्नुहुन्छ, तपाईले प्रेग्नेन्सीको बेलामा कुन भाइटामिन खानुभएको थियो भनेर। मैले चाहिँ यो नेचरमेडको भाइटामिन डी अनि आइरन अनि फोलिक एसिड लिएको थिएँ है। फोलिक एसिड चाहिँ मैले प्रेग्नेन्ट हुनभन्दा 3 महिना अगाडि, प्रेग्नेन्ट भइसकेपछि 3 महिना, टोटल 6 महिना खाएँ। त्यसपछि भाइटामिन डी अर्थात् क्याल्सियम, यो जुन मैले फर्स्टमा देखाएको थिएँ त्यो चाहिँ क्याल्सियम विथ भाइटामिन डी छ होइन, त्यो चाहिँ मैले बिहानमा, त्यसपछि भाइटामिन डी मात्र चाहिँ बेलुकामा खाने गर्थेँ। किनकि सुरुमा मलाई भोमिटिङ धेरै हुने कारणले गर्दा खाना खासै रुच्दैन थियो। प्राइससँगै राखिदिएको छु है, यहाँ हेर्नुहोस् है त, मैले पसलमै गएर भिडियो बनाएको थिएँ। यो क्याल्सियम विथ भाइटामिन डी हो। सुरुमा चाहिँ मैले यो दुईटा लिएँ। जबदेखि मलाई खाना रुच्न लाग्यो त्यसपछि मैले क्याल्सियम विथ भाइटामिन डी मात्र लिने गरेँ। अनि 8 महिना पुगिसकेपछि चाहिँ अब डेलिभरीलाई प्रिपरेसन गर्नु पर्यो भनेर डाक्टरसँग कन्सल्ट गरेपछि अब डेलिभरी हुँदाखेरि ब्लड पनि धेरै जाने, त्यो कारणले गर्दा आइरनको कमी हुनसक्छ हरेक कारणले गर्दा भनेर मैले 8 महिनाबाट चाहिँ आइरन खान सुरु गरेको हो। नेपालमा पनि आइरन चक्की दिने गर्नुहुन्छ नि होइन, थाहा छँदैछ सबैजनालाई। मैले सोद्धाखेरि चाहिँ यो नेचरमेडको राम्रो छ भनेर रिफर गर्नुभयो, त्यो कारणले गर्दा मैले यो नेचरमेडको चाहिँ भाइटामिन डी अनि क्याल्सियम विथ भाइटामिन डी, त्यसपछि आइरन अनि फोलिक एसिड लिने गरेँ। आइरन चाहिँ मैले डेलिभरी पछि 2 महिना रेगुलर गरेँ अनि भाइटामिन डी पनि रेगुलर लिएँ, क्याल्सियम पनि रेगुलर लिएँ 2 महिनासम्म है। अनि अहिले अब जाडो मौसम छ, त्यो कारणले गर्दा अहिले चाहिँ मैले यो मल्टिभाइटामिन लिएको छु। यदि तपाईँ एउटा नर्मल हेल्दी पर्सन हुनुहुन्छ, तपाईँलाई कुनै रोग पनि छैन भनेपछि तपाईँहरूले यो डाक्टरसँग सल्लाह नगरिकन खाँदा पनि हुन्छ भनेर पसलमै यतिकै बेच्न राखेको हुँदो रहेछ। तैपनि प्रेग्नेन्सीको बेलामा चाहिँ सोधेर खाँदा राम्रो हो। यदि नर्मल मान्छे हुनुहुन्छ भने एउटा ट्याब्लेट लिँदाखेरि खासै केही फरक नपर्ने रहेछ। मैले पनि सोधेर बुझेर नै अहिले एक एकवटा ट्याब्लेट लिने गर्छु।